Tinggal full. Ini lo. Padahal. Halan. साथीहरु अब यहाँबाट चाहिँ हाम्रो घरको यात्रा सुरु हुन्छ बड़ी खुशली हाले ले रही क्या क्या भर्खर भन्यो क्या सानी हाल्ने बेला चाहिँ मजा आउँछ तिमी 25 चोटि गयो होला दालबाट खाँदै यतिकै हो केचप समोसामा केचप हाल्दा खाने मान्छे साथीहरु नमस्कार हामी अब लाग्यौं हजुर च्याउरा अन्डाको के होला त्यो त छुट्टै राखेको छ त त्यही भने छुट्टै खान्छ त ए मैले उलाई दिएको ल ल हो ल हामी चाहिँ पक्का पुन्तारा बोकेर कामला बोकेर अब लाग्यौं अब हामी बाइकबाट माथि स्पटमा पुगेपछि मात्र खिच्छौं त्यो तिनजेलका लागि हाम्रो कापी यति नै छ ए कोही धोक्रा बोक्दैछन् कोही धोक्रा हिचाउँदैछन् कोही लतार्दैछन् है त ल कोही चाहिँ लाजे पचाएर एउटा क्यान मात्र बोकेर हिँडेछन् हाम्रो चाहिँ यहाँ प्लानिङ हुँदैछ के गर्ने कसो गर्ने भनेर के गरी लाने केमा लाने कसको बाइक लाने भन्ने सरसल्लाहमा मेरे प्यारे मित्रौं हामी आइपुग्यौं ल है त लड्दै पर्दै 2 घुँडा फुर्दै ल नमस्कार हामी चाहिँ अब यहाँ आएर चुलो बनायो पानी पनि लिएर आयौँ है हाम्रो त्यहाँ तल सिमबाट अनि यहाँ चाहिँ पट्ट अब होइन सिमबाट अनि यहाँ बोधु सर चाहिँ यता खन्दै हुनुहुन्छ यहाँ आगो अब हाम्रो सल्काउने श्रीगणे सायानम गर्ने कुरो भइरहेछ अहिले चाहिँ यहाँ 9 बज्यो 1 बजेदेखि पानी आउने भन्ने सुरसार छ त्यही भएर हामी यहाँ चाँडो गरेर थालिसक्यौँ है अब यहाँको चाहिँ यस्तो छ है त साथीहरू चाहिँ आओ बाल्नुभयो नारायण ल यो पेट्रोल हालेर ल्याएको बोतल एउटा थोको पेट्रोल थिएन अनि के हुन्छ सल्कियो बाल्दैको त हर त्यो होइन मैले त्यही भएर मिलनलाई भने के मिलन अब पेट्रोल सबै खनिए पनि भाडा त बल्छ नि हाम्रो चाहिँ यो धीरजजीले यस्तो मजाले खन्न थाले हाम्रो चुलो बनाउने ठाउँ हेर गाइज त्यो जुत्ता चाहिँ फुकालेर गरे धीरज फोहोरको त्यही भएर चप्पल नलगाएको चप्पल लाएर आयो क्या मैले अचम्म छ माथि आऊ बलिरहेको छ तल पानी छ हेर्न सक्नुहुन्छ यी गर्दै काम कर्ता क्रिएटर उहाँ नै हो मेरे प्यारे मित्रों तुम क्या कर रहे हो ल यहाँ चाहिँ हाम्रो यस्तो वनभोज भइरहेछ पसिना आइसक्यो दाउरा ल्याउँदैछु साथीहरू यहाँ चाहिँ कोही चाहिँ यसरी यहाँ लाठो दिँदै हुँदैन कोही चाहिँ यहाँ यसरी यहाँ पुरै ओत्नको लागि कोही चाहिँ यहाँ सरसफाई कोही यता यहाँ होइन कोही यता तरकारी काट्दै हुनुहुन्छ हाम्रो दीक्षा म्याम हाम्रो यहाँ सबिना म्याम चाहिँ उहाँ पनिर तार्दै हुनुहुन्छ होइन कोही तलबाट कराउँदै हुनुहुन्छ हेर हा गर्दै हुट्टा गर्दै है त बोजू के छ एकदम ठिक छ है ल है त हामीले यहाँ पप खाने कार्यक्रम भएर यसले चिनी र चियापत्ती नै ल्याइन चाहिँ त्यही भएर हामीले यहाँ फुको पप र कोही चाहिँ उहाँ प्याजसँग खाँदैछन् कोही खाँदैछन् कोही उहाँ पानीसँग खाँदैछन् कोही स्यान्डविच बनाएर खाँदैछन् यता चाहिँ हाम्रो यहाँ कुखुराको अन्डा पाक्दैछ उसिन्दैछौँ अनि यता चाहिँ अब पनिर यहाँ भुटिसक्यो है त त्यस्तै छ ल हाम्रो चटपटीको व्यवस्था पनि छ तर त्यो चाहिँ अलिक बेलुकाको प्लानमा छ अहिले छैन अर्को उहाँ थालो
ल साथी हो यहाँ चाहिँ अब अझै यो ऐनदेखि त आएदेखिबाट हजार मैले अहिलेसम्म मैले चाहिँ होइन अब यहाँ चाहिँ पुलाउ पाक्दैछ हाम्रो साथीहरू चाहिँ यहाँ बोधराज चाहिँ हजुर छोप्नी त उखानै हो प्रमिल हापा गर्दै छैन लागेको छैन अलिअलि त अनि माटोमा जन्मेको माटोमा हुर्केको होइन अनि माटैमा जाने भन न सञ्जीव के भन्ने रे यहाँ भइरहेछ के ल यहाँ चाहिँ हाम्रो पुलाउ होइन हे होइन ऊ गर न हुर्रा गर न हिँड्ने हुने हुर्रा हुया हुर हाल न हाल यता हेर होइन त्यो मिलियनवाला त त्यो हुँदो रहेछ यो मसला मैले अस्ति चोबारमा चाउचो खाँदै केही खाएन धीरजले त पप भुत्यायो के खायो रे अब एकादशी बजार हो कि सन्जी बिस्तारै गर न घोप्यो द्वादशी सामान कुरो ल्याउन हुने त्यो चाहिँ तर अर्को प्याकेट पनि ल्याउनु पर्ने हो क्या यो के काम गर्ने काम दुईजनाले गर्ने के त्यो यता हेर त लडी छ नेपाली हो नेपाली अलि ठिकै होला यहाँ दिदीबहिनीहरूको काम हो यो उता दाजुभाइहरूको काम म क्यामेराम्यान टाउको दुख्न थालो नखाएर हो कि टाइममा है अनि हाम्रो चाहिँ आज यहाँ माथि चाहिँ यही आकाश पुरै छरी अनि यहाँ टेन्ट देखिरहेको छ यस्तो दामी मधु सर यहाँ हुनुहुन्छ मिलन सर यहाँ हुनुहुन्छ मेरो प्यार भाइ यहाँ छ ल हेर अनि हाम्रो धीरज सर उता हुनुहुन्छ गटिना दीक्षा सबिनाजी उता हुनुहुन्छ कस्तो दामी देखियो यार प्रकृति भने प्रकृति हो है ल साथी हो अब चाहिँ हाम्रो यहाँ अब यहाँ पापड तल्ने कुरा भयो भाइलाई एक्लै छोडिदियो बोजूले अब भाइ रुन लायो हैन बाबु त मसित जाने कुरा भइसक्यो ए ल उनीहरू उता बस्छन् नि हामी चाहिँ पापड सञ्जीव सर पापड तार्दै हुनुहुन्छ हजुर पापड ताल्दैछौँ पापड चाहिँ तल्ने चाहिँ कुन बेला भन्दा कुरो भइरहेको है अहिलेसम्म तरे मात्र छ माधव त्यो तेल कि पानी त्यो दुईटै तेल पानी तर तरिसक्यो अरे त्यो पापड हेर यति त्यो चाहिँ पापड तर्यो भनेदेखि राख्ने भनेर ठिक पारे चपिङ बोर्ड तर्ला जस्तो छैन त्यत्तिकै छ त्यो अघिदेखिको दहीको केही भएन त्यो एक पिपको पुटमा एकछिन त्यसलाई तात्न देऊ न अनि यो पापड तरिसक्यो भने त्यो तरेपछि एकछिन तात्न देऊ तर्ने चाहिँ तरो यो कुन चाहिँ खोला तरो चाहिँ थाहा भएन अब रन्किन्छ आगो रन्को अब अहिलेसँग आगो बलेको छैन अब साथीहरू नमस्कार नमस्कार मित्रजन भाइ बहिनीहरू यस्तो चिजहरू छ यता हाम्रो पुलाउ पाकिसकेको छ यतापट्टि हाम्रो तरकारी खानेकुराहरू टन्नै यहाँ छ धराप छ यहाँ है पापड तरो क्या हो तरो अब चाहिँ तरो है यो पाकेकै छैन फेरि हाल्नु पर्छ यो बनाइराख्ने यिनीहरू पापड भयो भने अर्को नचलाउनु त्यही माथि राख्देऊ न तरिँदै जान्छ कि तर बाहिर निक्ल्यो भने के गर्ने भनेको हो नि त बाहिर निस्के टिपेर हाल्ने कि अन्त सभा छ त्यो धोक्रो ल्याउ नि त त्यो धोक्रो माथि राख्दै भएन भएन यही कारण छ किन एउटा त्यो थाल्यौ त अहिले माटो पर्यो हुन्छ नि हुन्छ ए भगवान यो राख त गुरुबालाई पहिलो चुस्की पछि खुवाउँछन् नि त ल गुरुबालाई पापड गुरुबा 3 दिन बाद केही नखा ल धीरज कस्तो छ बहुत कस्तो छ मिलन बबाल बबाल ल पियारा त कति जाने कहीँ राख्दाखेरि शान्ति नै भएन है त्यहाँ राख्दा शान्ति भयो चाबी
खुट्टै ताकिर ओइ भत्क्यो टेन्ट नि जहिले नि धुनी होइन भविष्यदेखि नै मैले यो आजको बिहा र थिचै नि मरिहालिँदैन होला ल साथी हो हामीले चाहिँ भाँडाकुँडा मस्कायौँ है साथीहरू पनि खाँदैछौँ है त चटपटी सटपटी चाहिँ नखाने कि भन्ने कुरो भयो अब हेरौँ चटपटी यहीँ खाइन्छ है घर घर खाइन्छ हेरौँ ल स्प्राइट 2 बोतल स्प्राइट लिएर आएका छौँ हामीले हो एउटा ड्यू एउटा स्प्राइट हो एकदम हामी भव्य रूपमा अगाडि बढेका साथीहरू अब यहाँबाट चाहिँ हाम्रो घरको यात्रा सुरु हुन्छ सबै थकित छन् ल कोहीले छातै फालिदिए कोहीको बिचरा चप्पलै छैन चुडिएको छ चुडिएको चप्पल लाएर आइरहन् ल है त परा परा ए दुईटा भयो छोडिदिउँ बोक्रो खाना उयो गाजर जत्रो है नि त्यत्रै छ गर्छ नि खानु म मलाई झुक्क्या कि अलिकति बढी खुर्सानी हालेर लिएर आइदियो खाइ हेर ल होइन कि मैले बिहान भनेकै थिएँ मैले हामीले खाएको देऊ मलाई थपे देऊ चलिरहेको जान्छु भनेको बिर्सिछु किन त्यो त मर्छ होला म त खान्न चिनी सिनी छ भने ल्याइदिनु पर्छ चिनी खाँदैन चक्लेट दिन्छु चक्लेट त घर लगाएर गिफ्ट दिने हो कि जस्तो छ छाडकाट आएको देख्नु प्यारो भर्खर भन्यो क्या खुर्सानी हाल्ने बेला चाहिँ म जान्छु भने बिर्सिछु 25 चोटि गएको होला दालबाट खाँदै आयो सामान्य हो यतिकै हो चाउमिन खानु यतिकै हो क्या उसलाई केचप हालेर खाँदाखेरि ऊ यत्तिकै हो क्या यतिकै हो केचप समोसामा केचप हाल्दा खाने मान्छे हो अनि त्यही भएर हामीले नर्मल लिइरहेको छौँ बिल आयो घोडामा